तपाईको लागि त्यसको लागि मनबाटै सरी है म्याम म्याम अब फेल अब अरु अब 9 क्लासका बन्न सक्ला नि तपाईको बेस्ट स्टुडेन्ट म्याम अब तिमीले भन्नुभएको थियो हजुरले एक्जाम राम्रो भयो भने अब फेयरवेल चाहिँ 3 दिन भन्नुभएको थियो हाम्रो त अब हैन एक्जाम राम्रो भएको छैन फेयरवेलको दिन भेटिदैन भाइ नबोलेर चुप लाएर बस्यो तिमी त म्याम त नचिन्नु हामीले पढाएको स्टुडेन्ट नै हैन हामी अब भगवानलाई सम्झौँ त्यति हो मेरो त झन् अब मैले 18 क्वेशन गरेर छ यार फर्स्टको 18 गरेर आइटम म्याम 18 गरेर क्वेशन लाउनु मलाई चाहिँदैन नि छ के दिनु मेरो तर्फबाट अर्को वर्षको ब्याचलाई दिनु म्याम यो अर्को वर्षमा आउँदिन म त साथै फेरेन त आउँदिन साच्ची हो फेरेलै हुँदैन हाम्रो सत्यानाश भयो होइन कि यति ठिक छ बाको चाहिँ कति लौरो खाली यति म्याम सुन्नु न